अपहेलित बन्न अपमानित बन्न रुचाउँछौँ त हामी? यतापट्टिकोले भनिदिनु न, यतापट्टिकोले भनिदिनु। रुचाउँछौँ हामी? रुचाउँदैनौँ। हामीलाई होइन अपमानित बन्नु छैन। अपमानित नबन्नका लागि अब के गर्दा चाहिँ सम्मानित बन्ने त? अब 2 दिनको जीवन त सबैलाई सबैलाई होइन माला लगाइदियोस् नमस्ते गरोस् भन्ने मन पर्छ कि पर्दैन? पर्छ कि पर्दैन हामीलाई? यदि त्यसो हो भने है, यदि त्यसो हो भने अब खेतमा तपाईँको कुरालो खुट्टो गर्दाखेरि त कसैले नमस्ते गर्ने भएन, भयो? बरु एउटा बाइक किनु खेत बेचेर बारी किनेर होइन 15 लाखको स्याटो चढेर हिँडौँ अनि बल्ल चाहिँ नमस्ते गर्छु। यो खालको तपाईँको चाहिँ बिग्रेको कुसिएको सोच विचार भएको कारणले हाम्रो देश पछि परेको छ है। अब एउटा खालको मान्छेले चुनेको नेता न हुन्छ, हो कि न भन्नु न है? अब त्यस्तो खालको समाजले कस्तो खुच्चे गतिले नेता चुन्छ र? अनि नेता पनि माथि पुगिसकेपछि उसलाई पनि लन्ठा लाग्छ, यस्तो लन्ठा लाग्दा देश बरु बेची पठाउँ हौ होइन? यस्ता नाथे लन्ठा भयो होइन, यो भत्की पनि रहन्छ के हो हेर, बेची पठाउँ देशै बेची पठाउँ। स्विस ब्याङ्कमा तपाईँको छैन डिपोजिट गरेर ब्यालेन्स राखेर पैसा ल्याम खाँदै विदेशतिरै बस्छु, त्यहाँ त अमेरिकातिर जाउँ अस्ट्रेलियातिर जाउँ भन्ने खालको नेता जन्मिन्छ कि जन्मिँदैन? जन्मिन्छ कि जन्मिँदैन? खेतबारी बेचेर बाइक किन्ने जनताको सोच विचार भयो भने अब त्यस्तो जनताले चुन्ने मान्छेले देश बेचेर बरु स्विस ब्याङ्कमा स्विजरल्यान्डको ब्याङ्कमा ब्यालेन्स राखेर त्यसको ब्याजले देश चलाउँ भन्छ कि भन्दैन? त्यसो भएको कारणले गर्दाखेरि सबैजनालाई म भन्न चाहन्छु त्यो खालको गलत सोच विचारको अन्त्य गर्नका लागि निस्केको श्रम संस्कृतिलाई यहाँहरू सबैजनाले स्वागत गर्नुपर्छ। म सबैजनालाई श्रम संस्कृतिमा स्वागत गर्न चाहन्छु।